यो चाहिँ पिच हुँदैछ। सुरज सरजी र म केशव सरजी दुईजना सरजी हो र हिमालमा पनि घाम चाहिँ लागिरहेछ। हाम्रो भने अब त्यहाँ पिच कसरी गर्छ त्यो हेर्छौँ। अनि चाहिँ अब त्यो मेसिनले गर्छ के अरे यहाँ हामी ठ्याक्क त जहाँनिर गरेको हुन्छ त्यहीँनिरबाट हामी फर्किन्छौँ। यसरी लाइनमा बसिरहेको हुन्छ। अब ओहो घरघर पनि कमी कमी भनेर चाहिँ यसरी चाहिँ गीत हेरिरहेछ। अब मान्छेहरू हेरिरहेछ। अब हामी चाहिँ मेसिनबाट चाहिँ हामी ट्याक्र्याक्क उतापट्टिबाट फर्किन्छौँ। फर्काउँछ सरजी फर्काउँछ। कसरी जाने पानीले सफा गरिरहेको हामीले पालो पाइरहेको छैन। एकदम माथिबाट आइरहेछ त यहाँ उहाँ थाहा जाने अहिले यो मेसिन हुन्छ यति ठुलो मेसिन हुन्छ। यति ठुलो मेसिनले गरिरहेको हुन्छ सड्याप्प लाएर उनीखेर गर्नुभयो। यसले भेट्दो रहेछ ठुलो रहेछ यो। त्यही भएर यहाँ चाहिँ अलिकति अप्ठ्यारो जस्तो रहेछ। त्यो हातैले गर्दा एकजना साथी आउनु भएर यो वेलिङमा छ नि सबै यहाँ खर आज पुरा पिच हुँदैछ। यी सब जाने छन्। सुरजी र म चाहिँ एकदम यो देशको जाने वरिष्ठ नागरिक हो। उहाँ चाहिँ नागरिकता प्राप्त हो है। फेरि नागरिकता लाइसेन्स पनि छ नभएको भन्नु मिल्दैन। यस्तो जाने यो क्यामेरा जाने कता फर्काउने भन्ने भिगु मर्दिने पेट्रोल पम्प अहिले हाई स्कुल त साइडहरू टाढा टाढा पुरा नेपालै पुलमा नै तरिकाले आइरहेको छ।